नमस्ते सबैजनालाई स्वागत छ नेप्सेको साइकल अपडेट भिडियोमा। आज फेब्रुअरी 11 नेप्से अपडेट लिएर हामी आइसकेका छौँ। आज पनि आज नेप्सेको क्लोजिङ चाहिँ तपाईँको 2662 भएको छ। हेर्दाखेरि 0.04 हिजोभन्दा 0.04 पोइन्ट्सले घटेको छ भने होइन। अनि 8 अर्बको टर्नओभर आएको छ। आज चाहिँ 8 अर्बको आएको छ। त्यस्तो धेरै हिजो अस्तिभन्दा अलिक कम चाहिँ हो होइन। अनि अब नेप्से पनि अनि हेर्दाखेरि त अब खसिराकै क्रममा छ, तर हिजोभन्दा तल चाहिँ गएन। हिजो जति थियो त्योभन्दा अलिकति मात्रै कमले चाहिँ क्लोज भएको छ आजको चाहिँ। त्यसो अब ओभरअल नेप्से हेर्दाखेरि चाहिँ अहिले कस्तो छ भने चाहिँ यस्तो हेर्दाखेरि चाहिँ हामीले भने थियो नि, अब हिजो अस्तिदेखि नै भनिरहेको थियौँ नेप्से चाहिँ 2690 भयो। एउटा चाहिँ 2690को जोनभन्दा तल आउनु हुँदैन भनेको त्यो आयो होइन। 2690 जोन भनेको यो सपोर्ट थियो होइन, त्योभन्दा तल आयो। आज चाहिँ पुग्न पनि लागेको थियो रहेछ। आई थिङ्क बिहानको यो ओपनिङमा पुगेको थियो। योभन्दा माथि गएको भए आज नेप्से राम्रै हुन्थ्यो, यहीँ माथि क्लोजिङ दिएको भए। अनि अर्को चाहिँ के भयो भने 2690 भन्दा तल गयो। त्यसपछि अर्को एउटा सपोर्ट छ, त्यो भनेको 2660 भयो है। 2660 भयो त्यो भनेको चाहिँ अर्को चाहिँ होइन। ओके, यो भयो। अब यो 2660 भन्दा पनि तल गयो भने चाहिँ 2650 सम्म चाहिँ एउटा सपोर्ट चाहिँ लिन्छ भनेर भनेको छौँ। अब आजको दिनमा यो त्यहाँ त जाने चान्स छैन। यो सपोर्टहरू छ, यो सपोर्ट जोनहरू छ, त्यहाँ चाहिँ 2650 सम्म चाहिँ आउने चान्स चाहिँ हुन्छ। भोलिको दिनमा पनि घट्यो भने 50 पल्ट चाहिँ माथि जानुपर्ने हुन्छ है नेप्से, नत्र अलिकति अप्ठ्यारो हुन्छ। त्योभन्दा तल गयो भने फेरि तलतिरै हुन्छ। अर्डर ब्लक यतातिर छ, 2600 देखि 2600 सम्म पुग्ने चान्स हुन्छ। 2615 देखि 2600 सम्म पुग्ने चान्स हुन्छ। अब त्यो दौर पुरा हामी त्यो एक्सपिरियन्स गरेर आइसकेको छौँ। यति माथि पुगेको छ यो। अब यताबाट पुलब्याक चाहिँ आउनै पर्छ है, यताबाट माथि चाहिँ जानै पर्ने हुन्छ। 2650 छोएर पनि माथि गयो भने नेप्से चाहिँ राम्रो हुन्छ। त्यसपछि 2700 कट्नुपर्ने हुन्छ है। सो अहिले चाहिँ त्यही जोनभित्र खेलिरहेछ, यही जोनभित्र खेलिरहेको छ। अहिलेसम्म त्यस्तो नराम्रो छ भन्न चाहिँ मिल्दैन। अब मेनली चाहिँ सेलिङै आइरहेको हो। अस्ति अब कतिले प्रफिट बुक गर्नु भएको थियो होला यतातिर, कतिले किनेर चाहिँ यतातिर जाँदाखेरि प्रफिट बुक गर्दै बिस्तारै बेच्दै जानुभयो। त यसरी सेलिङ आएको हो खासमा चाहिँ। तपाईँहरू त्यस्तो आत्तिनु पर्ने चाहिँ केही छैन है। मैले भनेअनुसार यो जोन छ नि 2650 को जोनसम्म हामीले मजाले होल्ड गर्न सक्छौँ। त्यहाँबाट पुलब्याक हुनु पर्यो है। ल ओके, ल अब नेप्सेको चाहिँ यस्तो छ। अरू चाहिँ अब न्युज स्युजले पनि त्यस्तो विदित असर त गरेको होइन। अब हुन पनि सक्छ, त्यस्तो पनि हुनसक्छ। त्यो अनुसारले चुनाव आइरहेको छ, चुनाव अनुसारले हुन पनि सक्छ। त्यस्तो त होइन जस्तो लाग्छ है मलाई चाहिँ, तर भन्नेले भन्छन् है। ठिकै छ, नेप्सेमा यस्तो भयो। अब यसरी गेनर्स भन्दा पनि मलाई चाहिँ तपाईँहरूको यो एकदमै कुरा आयो क्या, एसवाई प्यानल सेलहरूको चाहिँ। हामीले अब यसरी तल खसिराख्दाखेरि के गर्ने सर भन्नुहुन्छ। मैले भन्छु प्रफिट बुक गर्नुहोस् भनेर अस्तिदेखि भन्छु तपाईँहरू होल्ड गर्नुहुन्छ। मेबी यस्तो पनि भयो, यति सेल आउँदाखेरि मान्छेले यतातिर पनि बेच्दाखेरि चाहिँ यताबाट बढ्दाखेरि मान्छेलाई के लाग्यो, होइन यो बढ्नेवाला छ भन्ने कुरा लाग्छ। यो एसवाई प्यानल सेल है, तपाईँको यस्तोहरूमा चाहिँ धेरैले सोध्नुहुन्छ। यो अर्को कुन छ, बन्दीपुर, यिनीहरू चाहिँ होइन। अब हामीले त ट्रेन अनुसार त सबै ब्रेक भइसकेको छ। ट्रेन हेरे अनुसार त ब्रेक भइसकेको हुन्छ यिनीहरू होइन। यसरी ब्रेक भइसकेको हुन्छ। ल अब आज पनि ब्रेक, हिजो अस्तिदेखि ब्रेक भएर गइरहेको छ। अब यो 1885 भन्दा तल गयो भने एसवाई प्यानल अझै तल जाने चान्स हुन्छ। अस्ति पनि गइसकेको चाहिँ हो। त्यसको सपोर्ट 1825 सम्म जान सक्ने चान्स हुन्छ। अब के गर्ने सर भन्दाखेरि के गर्ने, प्रफिट बुक गर्ने, सिम्पल कुरा हो नि त होइन। आफूले अब तल खसिरहेको छ भन्नुहोस् त, यताबाट फेरि पुल ब्याक आउँछ भन्दै बसेर पर्खिनुभन्दा बरु पहिल्यै प्रफिट बुक गर्नु न। यतातिर प्रफिट बुक गर्नु भए खस्दाखेरि नै प्रफिट बुक गर्नु भयो, यो फेरि माथि जाँदाखेरि एउटै प्रफिट त हुने हो नि होइन र। यतातिर तपाईँले प्रफिट बुक गर्नुहुन्छ, खसेर फेरि आएर पुल ब्याक आएर फेरि यता जहाँसम्म त्यही प्रफिट आउने त हो नि। मेरो भनाइ त्यो हो। अब यतातिर यत्रो धेरै सप्लाई जोन छ, यहाँसम्म अब पुग्ने चान्स भनेको अब कम हुन सक्ला। एसवाई प्यानलमा यस्तो छ 1885 देखि 1800
26 सम्म हुन सक्ने चान्स हुन्छ S5 प्यानलमा। सेलको कुरा गरौँ एकचोटि। सेलको कुरा गर्दा सेल त एकदमै झनै आज पनि गिरावट चाहिँ आएको रहेछ। अस्ति मैले 1400 भन्दा तल जानु हुँदैन हुँदैन भन्दै थिएँ। 1400 भन्दा तल गयो, तल गएपछि तल नै भयो है। यसमा पनि सेलिङ आइरहेको छ। अब यसमा पनि तपाईँहरू होल्ड गर्नुहुन्छ कि प्रफिट बुक गर्नुहुन्छ? धेरै गरेर पनि काम छैन। आइपिओमा धेरै पर्यो र अब चाहिँ जाला भनेर पनि काम त छैन नि त तपाईँहरूको, होइन? त्यही भएर आज पनि माथि यहाँ ब्रेक चाहिँ गर्न खोजेको रहेछ, सस्टेन हुन सकेन, माथि तल नै क्लोजिङ दिएको छ। भोलिको दिनमा पनि तल जाला भन्ने भन्न सकिँदैन, होइन? सो एक्सपेक्ट गर्न सकिन्छ तल जान्छ भनेर पनि। यसो हेर्दा अर्डर ब्लक जस्तो पनि छ 1300 देखि तपाईँको 1250 सम्म चाहिँ एउटा अर्डर ब्लक हुनसक्छ। त्यहाँसम्म नि छुन चाहिँ छोयो। भोलिको दिनमा यही अब यो अनुसारले माथि जान्छ, यही लिक्विडिटी ग्याप गरेर माथि जान्छ, ठिक छ। न त तलै जान्छ भने चाहिँ प्रफिट बुक गर्नुपर्ने हुन्छ है। मैले एकदमै बन्दीपुरमा पनि तपाईँको त्यस्तै छैन। यो त पहिल्यै ब्रेक भइसकेको हो, होइन? अब यो अनुसार बन्दीपुरको चाहिँ तपाईँको ट्रेन्डमा आज क्लोजिङ दिएको छ है। ट्रेन्डमा भनेको यतैबाट भोलिदेखि माथि जानुपर्ने हुन्छ है बन्दीपुर। यहाँबाट माथि जान्छ ठिक छ, यहीँबाट माथि जान्छ ठिक छ, नत्र यो पनि यस्तै हुन्छ। यो अर्डर ब्लक कति छ? यो 941 देखि 900 सम्मको रहेछ, त्यहाँसम्म आउन सक्ने चान्स हुन्छ है। तपाईँले आफ्नो भएको प्रफिट पनि गुमाउन सक्नुहुन्छ। त्यही भएर यस्तै स्टकबाट आफूले प्रफिट बुक गर्नुहोस्। मैले यति भन्छु ल, यति हेर्थेँ अहिलेलाई। अब एकचोटि हेरौँ गेनर्सहरूमा। रिद्धि चाहिँ अस्ति हिजो सेलिङ आइसकेको थियो, 318 पुगे जस्तो थियो। तर अस्ति फेरि अस्ति पनि बढेको थियो। हिजो चाहिँ 330 सम्म लगेर खसालेको थियो। फेरि पनि यता अब ब्रोकरहरू चाहिँ प्रवेश गरेको जस्तो लाग्यो मलाई चाहिँ। अब राम्रो क्यान्डल पनि राम्रो बनाएको छ, विथ भोल्युम बनाएको छ भनेपछि भोलि पनि बढ्न चाहिँ बढ्छ। तर कतिसम्म उनीहरूको टार्गेट के छ भनेर चाहिँ हामीलाई त्यस्तो विधि हुँदैन। अब पहिलाको हेर्ने भन्दा योभन्दा नि हायर हाई नै गइसकेको छ नि त यता त, होइन? ठुलो हेर्दाखेरि त यो हायर हाई नै भइसकेको छ। अब यसको टार्गेट त्यस्तै भने यहाँ पुग्न बेर छैन, 365 पुग्न नै बेर छैन। त्यो भन्दा नि अब आई थिङ्क एडजस्टेड भएर यस्तो भएको होला। यो लोड नभए नि हुनसक्छ। योभन्दा माथि पनि जान सक्छ रिद्धि। त्यस्तै अब सबैजनाले ग्र्याब गरिरहेको छ भने ब्रोकरहरूले पनि गरिरहेको छ भने चाहिँ माथि जान सक्ने चान्स हुन्छ रिद्धि चाहिँ, होइन? अब यस्तोमा छिर्ने कि नछिर्ने त? यस्तोमा तपाईँहरू भोलिको दिनमा छिर्नु भयो अरे, पर्सिको दिन प्रफिट भयो अरे, यिनीको पर्सिसम्म लस भइसक्यो अरे, डिपीमा आएको छैन त्यो, होइन? त्यस्तो नि हुनसक्छ। सो रिस्क हुन्छ यस्तोमा चाहिँ। तपाईँहरू छिर्नलाई अप्ठ्यारो पर्छ। आफ्नो रिस्क अनुसार अब तपाईँ छिर्नुहुन्छ भने मैले केही भन्न चाहन्छु है त। सेलमा एसएचएलमा पनि एउटा सप्लाई जोनमै आएर चाहिँ एन्डिङ भएको छ। आजको क्लोजिङ चाहिँ सप्लाई जोनमै क्लोजिङ दिइरहेको छ, होइन? अब यो भोलिको दिनमा 330 भन्दा माथि जान्छ, ठिक छ। एसएचएल 330 भन्दा माथि क्लोजिङ दिन्छ, एसएचएल बढ्ने चान्स धेरै छ। नत्र चाहिँ तपाईँको सप्लाई आउँछ यो सप्लाई जोनमा, नत्र एकछिन यतै खेलेर सप्लाई आउन सक्छ। 330 भन्दा माथि गएर क्लोजिङ दिन्छ, राम्रो हुन्छ है। एसएचएल तपाईँसँग छ भने होल्ड गर्नुहोस्। एकेजेसिएलमा पनि त्यस्तै। यसको टार्गेट अब मलाई जहाँसम्म लाग्छ 400 हुन सक्छ। आज कतिसम्म पुऱ्याएको थियो? आजै झन्डै 400 पुऱ्याइसकेको रहेछ। अब भोलिको दिनमा पनि बढ्छ जस्तो लाग्छ। अब यत्रो 2024-25 भने 1 वर्ष यत्रो एक्युमुलेसन फेज यस्तो, होइन? अब होल्ड गर्नेलाई त बोरै लाग्यो होला नि त्यति बेलासम्म त। तर यसरी एकैचोटि बढेको राम्रै हो है। एकेजेसिएल हेर्दै बढ्यो। हामीले पनि अब टिप्न त सकेनौँ एकेजेसिएललाई, ठिकै छ। अब केही भएन त्यो त। अब जोसँग हुनुहुन्छ उहाँले होल्ड गरेर चाहिँ राख्नुहोस्। कतिसम्म जान्छ केसम्म जान्छ भन्ने ठ्याक्कै चाहिँ हुँदैन, होइन? 400 मैले एक्सपेक्ट चाहिँ गरेको थिएँ, त्यतासम्म पनि पुऱ्यायो। भोलिको दिनमा पनि पुऱ्याउँछ होला, हेरौँ। आजको दिनमा उनीहरूले सेल गरेका छन् कि बाई गरेका छन्, एक्सप्लोर सिट पनि पछि हेर्छु म के रहेछ भने हेर्नुपर्छ है त। ओके, जिएचएलमा तपाईँको जिएचएलमा चाहिँ टार्गेट पुगेको छैन है। टार्गेटसम्म पुगेको छैन। टार्गेट यो एउटा सानो टार्गेट चाहिँ 266 पुगेको छ। यसको टार्गेट अझै 277 देखि 280 सम्मको एउटा टार्गेट छ है यसमा। भोलिको दिनमै पुऱ्याउनु बेर छैन। यो पनि भोलिको दिनमै पुग्न नि सक्छ, नत्र यतैबाट सप्लाई आउन सक्छ है। जिएचएलमा आफूसँग छ भने चाहिँ भोलि यहीँबाट सप्लाई आउन सक्छ। एउटा जोन चाहिँ यो हो, होइन? यो जोनमा छोएको छैन, भित्र प्रवेश गरेको छैन। भित्र छिर्यो भने चाहिँ राम्रै हुन्छ भोलिको दिनमा। अनि प्रफिट बुक गर्ने लाग्नुहोस्। अब यो पनि कटेर 280 भन्दा माथि क्लोजिङ दिन्छ भोलि भने नि राम्रो हुन्छ है। जिएचएलले
280 भन्दा माथि क्लोजिङ दिन्छ भोलि भने राम्रो हुन्छ जिएचएल है। पिएचएल पनि हामीले भनेको स्टक हो, यतातिर किनेको पनि छौँ होइन। पिएचएल पनि राम्रो नै अब अस्ति कति 1 महिना कि 2 महिना अगाडि लकिन खोलेर मङ्सिर पुसमा हो 2 महिना अगाडि लकिन खोलेको हो यो स्टक। त्यसपछि एकदमै हामीले पनि बिस्तारै एडमिट गर्दै बस्यौँ, राम्रो प्रफिट बुक गऱ्यो। भोलिको दिनमा पनि यो कति 309 सम्म जाला कि। आज त क्यान्डल त राम्रै बनाएर छ होइन, ह्यामर टाइपको क्यान्डल बनाएको छ, ह्यामरै भयो। त्यसपछि अब माथि यस्तो खास तल बन्दाखेरि उड्ने हो। अब यहाँ पनि ठिकै तलै हो नि त, त्यस्तो यिनीहरू कम्पेयरमा त तलै छ नि त, यस्तो राम्रो क्यान्डल बनाएकै छ होइन। क्यान्डल बन्दाखेरि दियोस् ठिक हुन्छ। पिएचएल पनि तपाईँको ब्रेकआउट पनि दिएको छ नि त, ब्रेकआउटमै क्लोज भयो, माइनर ब्रेकआउटमा क्लोज भएको छ नि त, यस्तै भन्ने भयो होइन। अब यहाँदेखि यो ब्रेकआउट हुनु त टाइमै लाग्छ होला तपाईँको होइन। अब यसरी हेर्दा पनि ठिकै छ, यो पनि ब्रेकआउटै दिएको रहेछ होइन, ब्रेकआउट दिएर क्लोज भएको छ। सो यो पिएचएलमा पनि भोलिको दिनमा पनि अझै इन्ट्री हान्ने सोचिरहेको त छौँ। यो 309 माथि जानु पऱ्यो है पिएचएल, 309 भन्दा माथि गयो भने चाहिँ राम्रो हुन्छ। यो ग्याप छ नि यहाँ 314 देखि 309 को ग्याप फिलै भएको छैन कि, त्यो फिल गर्न भने माथि जान्छ, त्यसपछि पनि माथि जाने चान्स धेरै छ है पिएचएलमा। अब प्राइस पनि राम्रै ठाउँमा छ, लिनु भएकोले होल्ड गरेर राख्नुहोस्। त्यस्तै तल आयो भने 270 मा राम्रो भाइज हुन्छ है पिएचएलको। टिपिसी पनि एकदमै माथि उडिरहेको छ है। अब एउटा सप्लाई जोनमै एन्ड गरेको रहेछ। भोलिको दिनमा पनि अलिअलि उठ्छ, त्यस्तो विधि चाहिँ होइन होला। 414 भन्दा अलिक कट्न चाहिँ सक्छ, 414 माथि क्लोजिङ दिन्छ एकदम राम्रो हुन्छ। टिपिसी अझै माथि जान्छ भनेर आशा गरौँ, नत्र यो कर्भ सेपको बन्न सक्छ है। टिपिसी कर्भ सेपको बन्न सक्छ, त्यस्तै सेलिङ आयो भने कर्भ सेप भनेर जान्छ। टिपिसी चाहिँ त्यस्तो छ है, आफूले होल्ड गरेर राख्नुहोस्। ल एसएचपिसी हेर्दिउँ। एसएचपिसी तपाईँ अडब्लक फेयर भ्यालु ग्याप एउटा क्यान्डल, भोलिको क्यान्डल कस्तो बन्छ हेर्नुपर्ने भयो। यहाँसम्म बन्छ भए यहीँ प्रफिट बुक हुन्छ, 564 मा प्रफिट बुक भएर पर्सिको दिनमा सेलिङ गर्ने चान्स धेरै छ। अब अर्को हुने कुरा भनेको चाहिँ यहाँ पनि सपोर्ट जोन रहेछ, आई मिन रेजिस्टेन्स जोन रहेछ। यहाँ रेजिस्टेन्सबाटै भोलिको दिनमा सेलिङ पनि आउन सक्छ। यो 548 भन्दा माथि जान्छ भोलिको दिनमा भए माथि जान सक्छ है। 548 कट्यो भने चाहिँ 565 छुन जान्छ, याद गर्नुहोस् है। एसएचपिसी चाहिँ त्यस्तो छ। अब अरू कुरा त्यस्तै हो। एकचोटि म एसएमएस भनेको पनि लकिन खुलिसक्यो, क्यारे खुल्दैछ, त्यो हेर्नुपर्ने हुन्छ तपाईँले। लकिनको चाहिँ यसरी चुकुल.com मा गएर चाहिँ खुलेको छ कि छैन यसरी यहाँ फन्डामेन्टल जोनमा अनलक प्रमोटर्स भन्ने हुन्छ। मैले कुन हेरेँ एसएमएच भनेको 5 दिन बाँकी छ, 5 दिन बाँकी छ। तपाईँहरूसँग छ भने यसमा प्रमोटर खुल्दैछ, 5 दिनमा जे पनि हुनसक्छ। आई थिङ्क निफ्टी बिस्तारै सेलिङ पनि आउँदैछ यसमा। यो उडेको बेलामा तपाईँले प्रफिट बुक गर्नुभयो एकदम राम्रो हुन्छ। 5 दिनमा प्रमोटर खोल्दैछ, आफूले प्रफिट पनि बुक गर्न सक्नुहुन्छ है। यसमा के हुन्छ थाहा हुँदैन कि, उड्न सक्छ, सिधै तल खसाइदिन पनि सक्छ। सो याद गर्नुहोस् होला है। अब अरू तपाईँहरूले कमेन्टै हान्नु भएको छैन है। हेर्नु जसले हाम्रो हेर्नुहुन्छ नि भिडियो, एकचोटि कमेन्ट हानिदिनु न है। तपाईँहरूले कमेन्ट हानिदिनुहोस्, आफ्नो स्टकको एनालाइसिस गर्नको लागि कमेन्ट हानिदिनुहोस्। अनि त्यसपछि त्यो कमेन्ट अनुसार हामी पढ्छौँ नि त। कमेन्ट आउँदैन अनि के गर्ने के हुन्छ, यो टप विनर्स लुजर्सहरू हेरेर बसिरहेको हुन्छ। अब अरू मैले आज स्टक्स हेरिनँ, आजलाई यति नै मैले गरेँ। अब एकचोटि लास्टमा नेप्से म एकचोटि भनिदिन्छु। मैले भने जस्तो नेप्से चाहिँ तपाईँको 2650 सम्म चाहिँ आउन सक्छ। 50 भन्दा माथि रिभर्स हान्यो भने चाहिँ एकदम राम्रो हुन्छ। त्योभन्दा तल खस्यो भने चाहिँ अलिकति हामी 2600 सम्म एक्सपेक्ट गर्नुपर्ने हुन्छ। आफ्नो अब स्टकहरू यति माथितिर किन्नु भएको छ भने यसलाई स्टप लस लगाउनु पर्ने पनि हुनसक्छ है। अनि यसो बाइजोनको लागि चाहिँ अब बाइजोन भन्दा पनि नेप्से इफ त्यस्तै स्टेबलै भइरहेछ भने यिनीहरू नेप्से घट्दा पनि नघटेको स्टकहरू चाहिँ यहाँ छ है। एउटा म भनिदिन्छु, एलबिबिएल पनि ठिकै राम्रै बाइजोनमा चाहिँ 465 मा छ। एचपिपिएल पनि एकदमै साइडवेज खेलिरहेको छ। यहाँ पनि अब एक दिन राम्रै एकुमुलेसन भइरहेको छ होइन। भोलुम त्यस्तो बिधि छैन, यहाँ एक दिन मात्रै आएको थियो, यहाँ भोलुम आएको छैन, एकुमुलेसन भइरहेको छ। कुन दिन फेरि पनि यो बढ्नेवाला छ। यसलाई पनि तपाईँले यसरी अहिले बाई गरेर राख्न सक्नुहुन्छ, एचपिपिएल पनि है। यो दुईटा स्टक्समा एलबिबिएल एचपिपिएल। अनि अब एकचोटि अर्को एउटा हेरिदिइहालौँ बिएसडिसी पनि तपाईँको ठिकै छ। अब नेप्से अनुसार घट्दैन भयो ठिकै छ। नेप्से घट्दा नघटेको स्टक हो यो, एकदम बिस्तारै एकुमुलेट भएर बढ्दै होइन यो अप ट्रेन्डमा गइरहेको छ, राम्रै छ है। बिएसडिसी एलबिबिएल र एचपिपिएल चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ है त। ओके ल, अहिलेलाई म यति नै गर्छु। यो स्टक एनालाइसिस यति गर्छु, नआत्तिनुहोस् होइन। खस्यो भनेर पनि नआत्तिनुहोस्। कसरी गर्ने टेक्निकल एनालाइसिस गरेर यसो हामीलाई पनि सोध्दै गर्नुहोस्। अनि हाम्रो प्राइभेट ग्रुप पनि छ, क्लास पनि हुनेवाला छ। क्लासको लागि हामीलाई
डिस्क्रिप्सनमा र हाम्रो टिकटक प्रोफाइलमा नम्बरहरू छ, त्यसमा वाट्सएपमा नम्बरमा एकचोटि मेसेज गर्नुहोस् न है इन्क्वायरीको लागि। ल अहिलेलाई यति नै गरौँ एनालाइसिस, भोलि फेरि अर्को एनालाइसिस भिडियो लिएर आउनेछौँ है त। ल हस्, धन्यवाद।